हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। आजको भिडियोमा चाहिँ हामी केही इङ्ग्लिसका उखान टुक्का अर्थात् इडियम्सहरू सिक्न जाँदैछौँ है त। जस्तै हाम्रो नेपाली भाषामा पनि कति धेरै उखान टुक्काहरू हुन्छ नि होइन। जस्तै को एकदमै धेरै टाढा गयो भने के भन्छौँ हामीले, एकदमै डाँडा काँडा काटेर गयो भन्छौँ, कसैले आफ्नो इज्जत फाल्यो भने नाक काट्यो भन्छौँ होइन। त्यस्तै गरी इङ्ग्लिसमा पनि धेरै उखान टुक्काहरू हुन्छ जुन आज हामी वान बाई वान सिक्न जाँदैछौँ। हाम्रो फर्स्ट इडियम रहेको छ अन्डर दि वेदर। जस्तै हामी नर्मली होइन म बिरामी भएँ भन्न पर्यो भने अथवा म बिरामी भएको छु, म बिरामी फिल गरिरहेको छु भन्न पर्यो भने कसरी भन्छौँ? आई एम फिलिङ सिक टुडे भन्छौँ होइन। अब यसैलाई इडियम्स राखेर भन्न पर्यो भने आई एम फिलिङ अन्डर द वेदर टुडे। आई एम फिलिङ अन्डर द वेदर टुडे होइन। अन्डर द वेदर फिल गर्नु भनेको के हो? सिक फिल गर्नु भनेको है, बिरामी फिल गर्नु भनेको। जस्तै अरू इक्जाम्पलहरू के हुनसक्छ? सीता आज अलिकति बिरामी महसुस गरिरहेकी छिन्। सीता इज फिलिङ अ लिटल बिट अन्डर द वेदर टुडे। जस्तै हरि हिजो एकदमै बिरामी महसुस गरिरहेको थियो। हरि वाज फिलिङ अन्डर द वेदर यस्टरडे। त्यही गरी हाम्रो सेकेन्ड इडियम रहेको छ पिस अफ केक। पिस अफ केक भनेको चाहिँ केही कुरा एकदमै धेरै सजिलो लाग्ने के। जस्तै हामीले हिन्दी इडियम युज गर्दा त यो त मेरो लागि बायाँ हातको खेलो भन्छौँ नि होइन। इङ्ग्लिस इडियम युज गर्दाखेरि चाहिँ पिस अफ केक भनेर युज गर्न सकिन्छ है। जस्तै इक्जाम्पल दिनु पर्दाखेरि चाहिँ जस्तै कसैलाई चाहिँ स्टोरी लेख्न एकदमै धेरै सजिलो लाग्छ, लेखिरहने बानी छ भने के भन्न सक्नुहुन्छ? राइटिङ स्टोरिज इज अ पिस अफ केक फर मी होइन। राइटिङ स्टोरिज इज अ पिस अफ केक फर मी। अब कसैलाई चाहिँ होइन एकदमै कन्टिनेन्टल डिसेसहरू बनाउन चाहिँ एकदमै सजिलो लाग्छ, बनाइराख्नु छ भने के भन्नुहुन्छ? कुकिङ कन्टिनेन्टल डिस इज अ पिस अफ केक फर मी होइन। त्यसै गरी कसैलाई चाहिँ अब गाडी चलाउन एकदमै धेरै सजिलो लाग्छ, कोही ड्राइभिङ प्रोफेसनमै हुनुहुन्छ अथवा सिम्पली नै सजिलो लाग्छ भने के भन्न सक्नुहुन्छ? ड्राइभिङ कार इज अ पिस अफ केक फर मी। केही कुरा हजुरलाई गर्न सजिलो लाग्छ अथवा मेरो त्यो बायाँ हातको खेल हो उतिखेर गरिदिए आज खासै गाह्रो लाग्दैन भन्न पर्यो भने पिस अफ केक इडियम राखेर चाहिँ सेन्टेन्स बनाउन सक्नुहुन्छ है त। अर्को इडियम रहेको छ टु गेट बटरफ्लाइज इन वन्स स्टोमक। भनेको चाहिँ केही कुरा अगाडि चाहिँ एकदम डराए जस्तो महसुस गर्नु, अलि नर्भस भए जस्तो फिल गर्नु भन्यो भने चाहिँ टु गेट बटरफ्लाइज इन वन्स स्टोमक होइन। जस्तै इक्जाम्पल लिनु पर्दाखेरि जस्तै मलाई इन्टरभ्यू अगाडि चाहिँ डराए जस्तो फिल हुन्छ, नर्भस भए जस्तो फिल हुन्छ भन्न पर्यो भने आई गेट बटरफ्लाइज इन माई स्टोमक बिफोर द इन्टरभ्यू। आई गेट बटरफ्लाइज इन माई स्टोमक बिफोर द इन्टरभ्यू होइन। जस्तै अरू के हुनसक्छ? कसैलाई चाहिँ स्पिच दिनभन्दा अगाडि चाहिँ एकदम डराए जस्तो नर्भस फिल भयो जस्तो हुनसक्छ नि होइन। आई गेट बटरफ्लाइज इन माई स्टोमक बिफोर गिभिङ अ स्पिच होइन। त्यस्तै गरी हजुरलाई चाहिँ के गर्दा डराए जस्तो फिल हुन्छ त्यसमा चाहिँ बटरफ्लाइज इन माई स्टमक भनेर चाहिँ त्यो सेन्टेन्स बनाउन सक्नुहुन्छ यो इडियम राखेर। त्यसै गरी हाम्रो अर्को इडियम फोर्थ इडियम रहेको छ वन्स इन अ ब्लू मुन। वन्स इन अ ब्लू मुन भनेको चाहिँ केही कुरा एकदमै रेयरली हुन्छ कि एकदमै कहिले काहीँ मात्रै हुन्छ कि। जस्तै फर इक्जाम्पल हजुर चाहिँ हजुरको घर होइन, हजुर सहरमा बस्नुहुन्छ अथवा बेग्लै ठाउँमा बस्नुहुन्छ अनि हजुरको घर चाहिँ 3-4 वर्षमा एकचोटि जाने, 5-6 वर्षमा एकचोटि जाने अथवा एकदमै कम जानुहुन्छ भने चाहिँ के भन्न सक्नुहुन्छ? आई गो माई होम वन्स इन अ ब्लू मुन। आई गो माई होम वन्स इन अ ब्लू मुन। त्यसै गरी हजुरले चाहिँ एकदमै बाहिर कहिले पनि नखाने मान्छे कि कहिले काहीँ मात्रै अक्कल झुक्कल एकदमै परिहाल्यो भने मात्रै बाहिरको खानुहुन्छ भने चाहिँ आई इट आउट वन्स इन अ ब्लू मुन। आई इट आउट वन्स इन अ ब्लू मुन। जस्तै अर्को के हुनसक्छ? हजुर चाहिँ झ्याप्पै बाहिर सिनेमा हलमा गएर मुभी हेर्ने मान्छे होइन, घरमै बसेर हेर्नुहुन्छ तर कहिले काहीँ अब मेसो परिहाल्यो भने मेला मौकामा चाहिँ गरिहाल्नुहुन्छ भने चाहिँ आई वाच movies in cinema hall once in a blue moon. I watch movies in cinema hall once in a blue moon. अब हजुरले चाहिँ केही काम एकदमै रेयरली गर्नुहुन्छ, एकदमै कमै गर्नुहुन्छ, आक्कल झुक्कल गर्नुहुन्छ भने चाहिँ वन्स इन अ ब्लू मुन राखेर सेन्टेन्स बनाउन सक्नुहुन्छ। त्यसै गरी हाम्रो अर्को इडियम रहेको छ आउट अफ ब्लू। आउट अफ द ब्लू के हुन्छ भन्दाखेरि चाहिँ केही कुरा चाहिँ हजुरले एक्सपेक्टै गर्नु भएको छैन, अचानक एक्कासी हुन्छ भने चाहिँ आउट अफ द ब्लू लगाउन सक्नुहुन्छ है। जस्तै फर इक्जाम्पल हजुरको एउटा साथी हुनुहुन्छ, 5-6 वर्षदेखि बोल्नु भएकै छैन, कन्ट्याक्टै छैन, केही पनि छैन, आज एक्कासी कल गर्नुभयो भने हजुरले के भन्नुहुन्छ? ही कल्ड मी आउट अफ द ब्लू। ही कल्ड मी आउट अफ द ब्लू।
अरू के हुन सक्छ त्यही सेम कन्डिसन हैन त्यही साथी चाहिँ 5-6 वर्ष भयो घरमै नआएको हैन कोही रिलेटिभ सपोज रिलेटिभ चाहिँ 5-6 वर्ष भयो अथवा धेरै टाइम भइसक्यो आउनु भएकै छैन अनि आज चाहिँ एक्कासी हजुरको घरमा आउनुभयो भने चाहिँ हजुरले के भन्नुहुन्छ जस्तै हजुरको रिलेटिभको नाम चाहिँ रामदाई होला हैन रामदाई भिजिटेड मी टुडे आउट अफ ब्लू रामदाई भिजिटेड मी टुडे आउट अफ द ब्लू हो त्यसरी चाहिँ केही कुरा एक्सपेक्टै नगरेको कुरा एक्कासी हुन्छ भने आउट अफ द ब्लू राखेर सेन्टेन्स बनाउनु होला है हाम्रो अर्को इडियम रहेको छ ब्याक टु स्क्वायर वान ब्याक टु स्क्वायर वान ब्याक टु स्क्वायर वान भनेको चाहिँ जहाँबाट सुरु गर्नु भएको थियो त्यही नै आइपुग्नु के जस्तो कस्तो हुनसक्छ भन्दाखेरि चाहिँ हजुरले एकदमै एउटा बिजनेस बिल्ड गर्नुभयो एकदमै प्रफिटहरू गर्नुभयो तर एक्कासी एउटा लसले गर्दाखेरि चाहिँ जहाँबाट सुरु गर्नु भएको थियो त्यही नै आइपुग्नु भयो फर इक्जाम्पल बिकज अफ दिस बिजनेस लस आई एम ब्याक टु स्क्वायर वान यो बिजनेस लसको कारणले गर्दा म जहाँबाट स्टार्ट गरेको थिएँ त्यही नै पुग्यो हैन अथवा अर्को के हुनसक्छ हजुरले चाहिँ एकदमै कुनै कन्ट्रीमा गएर सेटल हुने भनेर एकदमै धेरै प्लान गर्नु भएको थियो के गर्नुभयो पछि भिजा रिजेक्सन भइदियो अनि जहाँबाट सुरु गर्नु भएको थियो त्यही नै आइपुग्नु भयो भने चाहिँ बिकज अफ दिस भिजा रिजेक्सन आई एम ब्याक टु स्क्वायर वान त्यसै गरी हाम्रो नेक्स्ट इडियम रहेको छ स्पिल द बेन्च स्पिल द बिन्स भनेको चाहिँ गोप्य कुरा खुलाउन अथवा सिक्रेट कुरा के हो भन न भनेर भनेको स्पिल द बिन्स भनेको जस्तै के भयो भने हजुरको साथी एकदमै कुरा गरिराख्नु भएको छ अनि उसले भन्यो हजुरको साथीले चाहिँ तिमीलाई थाहा छ मैले रिताको बारेमा के थाहा पाएको छु नि भनेर भन्यो भने हजुर ओके स्पिल द बिन्स ओके के हो गोप्य कुरा भन न त भनेकै ओके स्पिल द बिन्स भनेर भनेकै अब यसैको नेगेटिभ बनाउनु पर्दाखेरि चाहिँ जस्तो के हुनसक्छ हजुरले चाहिँ एउटा आफ्नो साथीको बर्थडेको बारेमा बर्थडे सरप्राइज चाहिँ प्लान गर्नु भएको छ सबैलाई के भन्नुहुन्छ डोन्ट स्पिल द बिन्स अबाउट हिज बर्थडे सरप्राइज अथवा बर्थडे पार्टी सरप्राइज भनेर चाहिँ भन्न सक्नुहुन्छ गोप्य कुरा खुलाउ भन्नु पर्यो भने स्पिल द बिन्स त्यो गोप्य कुरा कसैलाई भन्नु पर्यो नि डोन्ट स्पिल द बिन्स त्यसै गरी हाम्रो अर्को इडियम रहेको छ टु बी इन द डार्क भनेको चाहिँ केही कुराको बारेमा अँध्यारोमा हुनु अज्ञातमा हुनु होइन केही कुराको बारेमा थाहा नहुनु भनेको चाहिँ इन द डार्क युज गरेर चाहिँ सेन्टेन्स बनाउन सक्नुहुन्छ है फर इक्जाम्पल कस्तो भयो भन्दाखेरि चाहिँ हजुरले बिए गर्नुभयो तर हजुरको पार्टनरले चाहिँ हजुरसँग लुकाएर राख्नु भएको थियो र उहाँको डिभोर्स भएको थियो भनेर होइन हजुरले के भन्न सक्नुहुन्छ सी केप्ट मी इन द डार्क अबाउट हर डिभोर्स अथवा हि भन्दा नि भयो हि केप्ट मी इन द डार्क अबाउट हिज डिभोर्स उसको डिभोर्सको बारेमा उसले मलाई अँध्यारोमा राख्यो होइन त्यसै गरी हाम्रो अर्को इडियम रहेको छ अ लट अन माई प्लेट के हुन्छ भन्दाखेरि घरिघरि चाहिँ हजुरसँग यति धेरै काम हुन्छ भ्याइ नभ्याइ हुन्छ हजुरको कति धेरै जिम्मेवारी हुन्छ भने चाहिँ हजुर के भन्नुहुन्छ देयर इज अ लट अन माई प्लेट भनेको म भ्याइ नभ्याइ छ आफ्नै काम धेरै छ भन्न खोजेको है त्यो भनेको चाहिँ जस्तै अरू इक्जाम्पल्सहरू के हुनसक्छ सरी आई कान्ट हेल्प यु बिकज आई अलरेडी हेभ अ लट अन माई प्लेट सरी म तिमीलाई सहयोग गर्न पर्दैन मेरो आफ्नै भ्याइ नभई छ आफ्नै धेरै काम छ भन्न खोजेको है जस्तै नेक्स्ट इक्जाम्पल के हुनसक्छ जस्तै हजुरको साथीले हजुरलाई पार्टीमा इन्भाइट गर्नुभयो तर आज हजुरलाई भ्याइ नभई छ होइन जानै भ्याउनुहुन्न भने चाहिँ कसरी भन्नुहुन्छ सरी आई कान्ट कम टु यर पार्टी देयर इज अ लट अन माई प्लेट टुडे भनेको मलाई आज भ्याइ नभई छ आज म एकदमै धेरै काम छ म तिम्रो पार्टीमा आउन सक्दैन है भनेको है त अब हजुरलाई त्यस्तै केही भयो एकदमै धेरै जिम्मेदारीहरू छ एकदमै धेरै काम छ एकदमै धेरै भ्याइ नभई छ भने अ लट अन माई प्लेट भनेर युज गर्न सक्नुहुन्छ त्यसै गरी हाम्रो नेक्स्ट इडियम रहेको छ आउट अफ ह्यान्ड आउट अफ ह्यान्ड आउट अफ ह्यान्ड भनेको चाहिँ केही कुरा हातबाट बाहिर निक्लिनु जस्तै हाम्रो नेपालीमा नि हातबाट बाहिर निक्लिनु नै भनेर भनिन्छ केही कुरा कन्ट्रोलबाट बाहिर निक्लिनु होइन जस्तै यो केटा हातबाट बाहिर निक्लिँदैछ दिस बोय इज गेटिङ आउट अफ ह्यान्ड भनेको कन्ट्रोलबाट बाहिर निक्लिँदैछ भनेको हो नि त होइन त्यसरी के भन्न सकिन्छ यसको रिस त हातबाट बाहिर निक्लिँदैछ हिज एङ्गर इज गेटिङ आउट अफ द ह्यान्ड हिज एङ्गर इज गेटिङ आउट अफ द ह्यान्ड अब हजुरले पनि केही कुरा हातबाट बाहिर निक्लिँदैछ कन्ट्रोलभन्दा बाहिर निक्लिँदैछ भन्नु पर्यो भने आउट अफ दि ह्यान्ड राखेर चाहिँ आफ्नो सेन्टेन्स बनाउन सक्नुहुन्छ है त मेरो फुल भिडियो हेरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद मलाई चाहिँ कमेन्ट सेक्सनमा सेयर गर्नु होला हजुरलाई चाहिँ कुन चाहिँ इडियम सबैभन्दा धेरै मन पर्यो र कुन चाहिँ हजुरले पहिलेदेखि युज गर्दै आइरहनु भएको छ त्यसै गरी यदि हजुरले फ्युचरमा पनि मेरो यस्तै भिडियोजहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर छोडिदिनु होला थ्याङ्क यू सो मच सी यू अगेन बाई